वेलकम टु माई न्यू ब्लग। फेरि पनि तपाईँहरूको साथमा भइसकेको छु। यता हाम्रो सङ्गम दाइ हुनुहुन्छ, यता हाम्रो पुकार दाइ हुनुहुन्छ, अगाडि चाहिँ विजय सर हुनुहुन्छ, अनि दुईजना भाइ हुनुहुन्छ, अनि यता पछाडि चाहिँ म छु गाइज है। ल अब हामी चाहिँ अहिले चाहिँ तिहारको प्रोग्रामको लागि टिकट बाँड्दै हामी घर गाउँ हिँड्दैछौँ। अहिले चाहिँ हामी यहाँनिर सङ्गम टोलतिर हिँड्दैछौँ। हामी चाहिँ सङ्गम टोलतिर हिँड्दैछौँ। अनि यता हुनुहुन्छ, यो चाहिँ देख्न सक्नुहुन्छ, यहाँ चाहिँ अलैँची बारी रहेछ, अलैँची रहेछ। यता हाम्रो विजय सर, हुनुहुन्छ। अब यहाँबाट चाहिँ उकालो जानु पर्ने हुन्छ हामी चाहिँ। ल यस्तो बाटो हिँड्नुपर्छ है गाइज, यस्तो बाटो हिँड्नुपर्ने हुन्छ हामी चाहिँ। अब यो चाहिँ भन्दा हामी चाहिँ घर पनि आइपुगिसक्यौँ। हेलो अब हाम्रो सक्दो चाहिँ हाम्रो पुकार दाजुले चाहिँ युट्युब च्यानलमा चाहिँ लाइक एन्ड कमेन्ट अनि सब्सक्राइब गरिदिनु होला। चिन्ने जाने जति सबैजना हुन्छ नि, उहाँको टिकटक फेसबुकदेखि लिएर युट्युब च्यानलसम्म तपाईँहरूले लाइक कमेन्ट अनि सब्सक्राइब गरिदिनु चाहिँ नभुल्नु होला गाइजहरू। यो चाहिँ म चाहिँ मुनि हिँड्दै जाँदैछौँ है। देख्नु पिक यहाँ सुँगुर पनि रहेछ यार गाइज, सुँगुर देख्नु सक्नुहुन्छ। यो गाउँमा सुँगुर पनि रहेछ, दुईवटा सुँगुर रहेछ। तर मैले आज दिन सोचेको थिइनँ यार गाइज, यो माथिको डाँडा चाहिँ तपाईँहरूको यो रुखको छेउको डाँडा चाहिँ हाम्रो गाउँ हो। यहाँदेखि चाहिँ हामी यो तल्लो डाँडा जानुपर्ने हुन्छ है हामी चाहिँ गाइज, तल्लो डाँडा जानुपर्ने हुन्छ। यो अब कता आयो थाहा छैन। म चाहिँ अब प्रायः जस्तो गाउँघर हिँड्दिनँ, त्यो थाहा छैन। देख्नु चाहिँ सक्नुहुन्छ तपाईँहरूले, भिडियोमा देख्नु सक्नुहुन्छ गाउँघरहरू। हाम्रो चाहिँ माथिल्लो गाउँ हो। अब यो तल्लो गाउँ आएर छ सङ्गम टोल भन्छ यो ठाउँ चाहिँ। हाम्रो चाहिँ परिवर्तन टोल भन्छ है। यो ठाउँमा आइपुगेको छौँ हामी चाहिँ, देख्नु सक्नुहुन्छ यहाँको महल। अन्त जुत्ता देख्नु फोहोर भएर यस्तो हालतमा हिँड्नु छ। कता अङ्कल हुनुहुन्छ, यो पारी डाँडा, यो माथिल्लो डाँडा चाहिँ यो जुन चुचुरो छ नि, यो चाहिँ हाम्रो डाँडा भइगयो, हाम्रो गाउँ भइगयो। यसको पनि हामी यो तल्लो डाँडा आइसकेको छु। मैले चाहिँ भन्दाखेरि हामी यो मलिम 7 नम्बर पुग्ने योजनामा छ। अब यहाँदेखि तपाईँको यो पल्लो गाउँदेखि चाहिँ हामी जानुपर्ने हुन्छ गाइजहरू। ल त गाइज।